Hello. Good morning, everyone. Welcome to our vlog. त्यहाँनिर हाम्रो दाजुहरू पनि बस्नु भइरहेछ दाजुभाइ आज चाहिँ हाम्रो तेजा भाइको बर्थडे छ केक छ कि छैन हेरौँ यहाँनिर भरे भरे पो अहिले होइन अहिले नट अहिले फर्किँदा ल करेन्टले थला परेर बसिरहेको छ यहाँनिर करेन्ट खाएर करेन्ट पनि कत्रो करेन्ट आयो हिजो 8 वटा करेन्ट होइन दुईटा त भाइले खायो होला अच्छी जाडो भयो यार यताबाट जाउँ है भेनाको चप्पल चाहिँ भएन है चिसोमा त्यही भनेको जुत्ता लाउनु भयो नि त जुत्ता लाउनु पर्छ है नयाँ होइन नि मेरो यो मेरो बास्रुल यो बास्रुलको सुज हो क्या अनि बास्रुल खेलाएको छैन आज लगाइदिएको अनि मर्निङ ह्याप्पी न्यू इयर रिप्लाई दिएनस् त्यो सुटीले म दिएँ त अनि बडी नै कस्तो खुसी थियो हामी चाहिँ यहाँनिर त्यो यो चाहिँ सरी र हामसायरको ठ्याक्कै उयो हो क्या बोर्डर हामी चाहिँ हामसायरमा पर्छ नि त अनि यहाँबाट चाहिँ सरी फानम नट सोरी सरी सरी ह्यारी पोटरको मुभीहरू पनि सुट भएको छ नि यो सरी काउन्टीमा ओहो भित्र ए फोर थियो रहेछ कोहीको नयाँ जुत्ता हेर हेर बची नयाँ त होइन है तिमीले किनेपछि कति लागेर नि अब थुप्रै मेरो यो बुढीको चाहिँ के भन्छ सिग्नेचर रेगुलर ड्रेस हो ज्याकेट कहिले छोड्दैन मेरो बुढीले यो के छोड्ने त कति वर्ष भयो के भएको यस्तो भयो बनिसकेको छ कस्तो फोहोर भइसक्यो के सुज बाटो अनि पानी परेर अनि हुँदैन त पानी परेर हिलो भइसक्यो बाटो What? I'm disappointed. You disappointed? Yeah. यस्तै हिलोमा हुर्केको मान्छेहरू हो हामी केमा हुर्केको यस्तै हिलोमा हुर्केको मान्छे हो हामी हो आज चराहरू हेर्नु गाइस भित्र पस्दाखेरि चाहिँ भरे त्यो बाहिरमा ग्रासमा मजाले खुट्टा दल है यति त हुनु पर्यो ओहो यतिको बुढी त फटानी गरेछ पुरै यता त है नि कति पातलो सफा गरेछ के त यता न त यहाँ देखिन्छ हामी अझै क्लोज जान्छौँ त माथिबाट हो नि तपाईँको अब समरमा यो पुरै भर्छ पानी परेपछि ठुलो हुन्छ अनि झन् चराहरू झन् धेरै आउँछ यहाँ के दाइ के गरेको यो त बन्टा सबै फडानी गर्छ न त कहाँ यसरी देख्ने नि अबुई हाँस पक्रेर खाइदिएछ अनि हाँस पक्रेर खान थालिसकेपछि यहाँनिर नि टाइट गरेको अरे हो नि हो तर मौसम राम्रो छ आज यतिको मौसमलाई राम्रो भन्नुपर्छ युकेमा चाहिँ चिच्याइ बोल्दा केही फरक पर्दैन यहाँ हेयर स्टाइल चेन्ज हानिदिएको कस्तो देखिरहेको छ कपाल लामो भयो भनेर काट्न गएको कपाल काट्न माया लाग्यो अनि यसो चटक देखाउनलाई काटेको बाटो एक्सपेक्टेसन थिएन यस्तो नत्र यो म अझै पुरानो जुत्ता लगाएर आएको थिएँ मैले नयाँ जुत्ता चाहिँ लगाएर आएको के भन्दैछौ फेरि बाटो यो भएन कि मेरो जुत्ता नत्र म अर्को लगाएर आउँथेँ के गर्नु हजुर
सौगातको खुट्टा अलि फराकिलो रहेछ है तेरो सुजहरू सबै यस्तो यो भएको के फ्यात्ता गएको के यसको त औँलाहरू पनि यसको त हातको औँलाहरू पनि हेर न बुढी देखाउ न हातको औँला हेर न त्यहाँ वेट बेना कत्रो छ कि यसको हात हेर न बुढी हो बिस्तारै जाऊ न के साह्रो हो न दाइलाई जे कुरा पनि एकदम फास्ट गर्नुपर्छ हाम्रो दाइले खाना पनि 2-3वटा आइटममा आधा घन्टा 40 मिनटमा ब्लाङबुङ बनाउनुहुन्छ अनि सँगै खाना बसेको हुन्छ दाइ खाएर पनि भाँडा मान्नु सकिसकेको हुन्छ हाम्रो फर्स्ट लट भर्खर सकिँदै हुन्छ त्यस्तो क्विक खानुहुन्छ दाइले सुपर फास्ट काम पनि सुपर फास्ट जोइन गर्नुभएको 1 हप्ता नि भएको छैन म्यानेजरले अझै सिफ्ट दिन्छु भन्नु भइसक्यो अरे दाइलाई नाइटको रिसेप्सनिस्ट पनि गर्छौ भनेर सोधेको अरे अस्ति अनि काम त अनि ना कसैलाई ठग्छ कसैलाई के बरु सबै आफै गरिदिन्छु जस्तै गर्नु होइन त्यही भएर क्या मेरो बुढा चाहिँ 1 नम्बरको ठग आयो म चाहिँ कसरी ठग तिमी ठग त छौ त ठगा छौ हेरेर मान्छेहरूलाई युके आएर काम नपाएर 2-3 महिना 4-5 महिनासम्म काम पाउँदैन अब लकी भनौँ कि ट्यालेन्ट भनौँ दाइको फर्स्ट जबको इन्टरभ्यूमा सिलेक्ट भएर जब इन्टरभ्यू चाहिँ के को लागि दिन जानुभएको थियो उहाँको अब कम्युनिकेसन स्किल यताउता हेर्नु भएर अनि कुकिङ पनि राम्रो छ कुकिङ पनि राम्रै थियो दाइको कुकिङ त फर्स्ट टाइममा कहाँ हेर्ने हो र सुरुमा त कम्युनिकेसन कस्तो हुन्छ हैन कतिको कम्युनिकेसनको त कुरा छ मान्छे भनेर he is the number 1 अनि for everything उहाँले त अनि तुरुन्तै ठाउँमै सेलेक्ट गरेर अब काम पनि सुरु भइसक्यो आउनु भएको 2 हप्तामै नेपालबाट आउनु भएको कस्तो सरप्राइज है 1 हप्तामा भिजा लाउनु 9 दिनमा उहाँको अब यतैबाट पेपर वर्कहरू सबै फेरि दाइ र मैले नै गरेको क्या सबै स्पाउसको लागि अनि नाङ्डुङ गऱ्यो सबै डकुमेन्ट अप्लाई गरेको 9 डेजमै रिजल्ट आएर भिजा पनि लाग्यो कति चाँडै अनि फास्ट भयो सबै कुरा अनि आएको 2 हप्ता जति हामी डुल्यौँ यताउता इन्टरभ्यू जबहरू अप्लाई गर्दा जब पनि पायो नाउ हि इज डुइङ रियली गुड आइ मेरो हात गल्यो भाइको आमा बुवाले चाहिँ ठ्याक्कै 1 गते नै जन्माउनु भएछ गाइस ह्यापी न्यू इयर गाइस Happy New Year. Hello. ह्यापी न्यू इयर आज न्यू इयर महिना पनि वकमा रहेछ यतातिर चाहिँ आजकल नि बुढी मान्छेहरू लन्डनतिर के पब क्लबिङहरू जान कम गरिसक्यो नि हो है किन थाहा छ उनीहरूले रनिङ इज न्यू क्लबिङ भन्छ क्या आजकल हो सबैजना बेलुका क्लब जाने टाइममा रनिङ जाने क्या 7 बजे 8 बजीतिर राति बेलुका के अस्ति देखिरहेको थियो त्यस्तो ट्रेन्डहरू अब घाटा चाहिँ हाम्रो काजी माथि प्यान तान है अलिक प्यान माथि तान अब त ठिकै छ यहाँ चाहिँ ल दाइ कस्तो लाग्यो त ठाउँ दाइलाई होइन सुन न दाइलाई बाटो पनि सबै एउटै लाग्यो अरे घर पनि सबै एउटै लाग्यो अरे सुरुमा त दाइले के भन्नुभएको थाहा छ भेटा आएको जस्तो लाग्यो अरे अल्लो टाउनमा लगेको मैले ठिकै हो नि त्यस्तै त म बोरिङ घरमा भयो भने यतातिर पस्दा हुन्छ बोरिङ हो होइन नि यस्तो ठाउँमा कस्तो आनन्द हुन्छ यस्तो केही नभए पनि यो फ्रेस ल्या म लड्यो यहाँ लड्ने सम्भावना धेरै भएको भनेको तपाईँको छ त तपाईँ चप्पलमा हुनुहुन्छ पक्रिनु है मेरो बुढीको लागि त म छ होइन बुढी
मेरो लागि चाहिँ को छ म लड्यो भने चाहिँ म तिमी ए पानी सब सुकाइरहेछ बुढी हेर न ए लेक त भोलि पर्सि चाहिँ हुन्छ है ओ भनेर हेर्दै रहेछ बुढो मस्तले चराहरू हेर्नको लागि आएको रहेछ यसलाई माग्यो भने अलिक दिन्छ कि दिँदैन होला है हेर्नलाई यसलाई हेर्नलाई माग्यो भने दिन्छ दिँदैन होला है पक्रिँदा एकछिन नभन्नु Happy New Year, man. Lovely bird. म त बोल्दिनँ म रसो मस्त हेर्दैछ यहाँनिर पुरा चरीहरू हेर्दैछ चरीहरू हेर्दैछ भन्दैछ भने त टन्नै छ दाइ उसले यो यसबाट हेर्दैछ मजाले उसले हेर्नु दिए पनि हुन्थ्यो यार सोधौँ कि कुरौँ के भन्दैछ मलाई पो हेर्छ जस्तो छ ऊ फिल्ड अङ्कल मस्त बरु फिल्डमा जग्गा लिएर फिल्ड गर्नु राम्रो होला है हेर्दै हुनुहुन्छ It's the best time for birds to come here in this area. All year round. All year round. Yeah, this one's very good. We have over 201 species to record. 201. Yeah. Wow. So you get all sorts of things turning up one year. So it's not always like this either. It floods. This is a floodplain in here, so this all kind of in water as well. Oh wow. You get all sorts of peregrines quite regular. यसरी हिँड्छ अनि त्यहाँदेखि भोलि काममा सुनाउँछ हो हामी यस्तो गरेको थियौँ यस्तो रमाइलो भयो भन्छ मान्छेहरू यस्तै मान्छेहरू काम गर्नु जानेहरू के गरे भाइ त्यो फेरि हेर त फेरि हेर त दूरबीन हुने उता दूरबीन हुने अरू जुम गर्छ अझै अझै त्यो जुम आउट भयो जुम इन 10x 30x भइसक्यो त्यो बुढालाई सोधेको क्या उनीहरूले बनाएको रहेछ कि यो ठाउँ द बर्ड वर्ल्ड भन्ने ऊ त्यो बुढा अनि एभ्री न्यु इयरको फर्स्टमा चाहिँ सबैजना भेला हुन्छ अरे क्या यहाँ बिहान थुप्रो भयो अरे अझै कति आउँदैछ अरे क्या मान्छेहरू 201 स्पेसिस अरे आउँछ अरे यहाँनिर युकेको वान अफ द के भन्छ धेरै बर्ड्सहरू आउँछ अरे यहाँनिर 201 माग्नुपर्छ क्या है तर होइन उनीहरू हेर न कस्तो मजा लिइरहेछ क्या यहाँ एउटा बर्ड पनि छ अरे क्या 201 माइल्स पर आवर जाने बर्ड पनि आउँछ अरे क्या यहाँनिर मैले अघि सिकाइसकेको त यसरी उनीहरू दुई एउटा क्यामेरा लिएर तिमी पो सिकाउने चाहिँ हामी पनि यस्तो गरेर 200 अन्त दाइ चाहिँ गम्चा लिएर किधर जा रहे हो दाइको लोटा चाहिँ कोही जाम तल दाइलाई यो बोल्न आउँछ त्यहाँ मैथिली हिन्दी बोल्छ त्यो त है हिन्दी त हमको भी आता है थोड़ा थोड़ा जाउँ है निस्किने के कुरा अब हामी फर्किँदैछौँ यहाँनिर जादु पनि छ हामीसँग बुढी जादु होइन तिमी धुप आज मेरो बुढीको हेरेर एनर्जी छैन किनभने देयर इज नो सन आउट फेरि आयो मान्छेहरू आउँदैछ जेन्टल लुगा हेर न ओ यस्तो गम्बुट चाहिँ लाउनु पर्ने हो कि खासमा हामी गम्बुट चाहिँ के थाहा त यस्तो हिलो छ भनेर ह्याप्पी न्यू इयर म्यान यता नजाने यता नजाने यता जाने ऊ परसम्म लैजाउँ न
अब हामीसँग दूरबीन छैन भित्र छिर्ने हो क्या हामी चाहिँ हेर त्यो प्यान्ट र त्यो मोजा चाहिँ भित्र लान पाइँदैन दाइ प्यान्ट मोजा चप्पल बिना भित्र छिर्नु पर्यो अब आज ए अब के गर्नु भयो त Hello guys, welcome to our vlog. Biras and me, Kausila. के भन्दैछ Happy New Year's, all of you guys. तपाईहरुले सोचेको अटेको सब पुग्योस् राम्रो राम्रो दिनहरु आओस् पोजिटिभ भएर हिड्नु होला सबैजना के न्यू इयरको विश गरेको ह ठीक छ ह्यापी न्यू इयर ह्यापी न्यू इयर बुढा ह्यापी न्यू इयर एभ्रीवन ह्यापी न्यू इयर एभ्रीवन मेरो हेयर कट कस्तो छ बुढी असम जी पनि असम हाम्रो आज जेन्जीलाई के गिफ्ट दिने त एउटा टुकी बत्ती टुकी बत्ती दाइ जेन्जीलाई के गिफ्ट दिने आज भाइलाई अहिले मैले अघि भनिसकेको छु आम कङ्गाल अलि पछि आम कङ्गाल अनि पछि फेरि एकचोटि भन्यो भने साँच्चीकै गाउँदैन है फेरि लट्स अफ लभ लट्स अफ लभ हो होइन आउँछ भाइलाई म त बिहानै बासी भात भुटेर दिइसकेँ मेरो तर्फबाट त अब अर्को गिफ्टले एक्सपेक्ट गर्दैन अब ऊ त्यहाँ जाने हो लेट्स गो गाइज ए भेरी कोल्ड वाटर पो रहेछ बुढी एउटा गीत गाइदियो न तुम दिल की धड़कन में रहते हो वाह 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 रहते हो कि नहीं रहता हूँ तर नाइस नाइस सङ बुढी यहाँ रहेछ नि त अनि दामी ठाउँ पहिला अस्ति त त बन्द थियो है? बन्द थियो नि धेरै हुन्छ पानी हेर न डबल के हानेको माछा पनि ल्यायो गुड जब यहाँनिर नेसनल जियोग्राफीको लाइभ भ्यू भइरहेछ यहाँनिर डिस्कभरी च्यानलमा हुन्छ कि नेसनल जियोग्राफीमा अरे यिनीहरूलाई चिसो हुँदैन देखाउँछ यस्तो यिनीहरूको ब्लडै त्यो कोल्ड भएर है होइन ए जरा जरा निकालिरहेछ माछा अरे हावा गफ्दिने कि फेरि जेन्जीले पनि माछा त यहाँ त धेरै हुन्छ कति पाउँछ एक जाली हान्यो भने बडा ठुलो हाँस माछा त नपाउने होइन पाउँछ खै आउँदैछ हाम्रो आउँदैछ मान्छे आउन आउन तिनीहरूले कुरिरहेछ हामीलाई उनीहरू जानलाई Is there anything at that area? just the lake. The lake? Oh, okay. So you can see more of the lake. Oh, okay. Thank you, man. यता बाटो जान्छ भने जाँदा हुन्छ हौ यसो यहाँबाट? ऊ यहाँ तल निस्किन्छ होला बुढा हो लेकमा जाने? जाऊँ यताबाट खै यहाँबाट बाटो छ होला र? पोसिबिलिटी हेरौँ न एडभेन्चर चान्सेस छ है म्यान भर्सेस वाइल्ड लाइफ स्टाइल अफ द कमन फ्रग साइन्समा पढेको होइन हामीले यो बायोमा छैन रहेछ बाटो कि छ बुढी छ नाइस बेन्च
यहाँ पनि लेक थियो क्या अरे पहिला जुत्ताको हालत खराब भयो नि त बुढी यो जुत्ताहरू त बाहिरको ढोका भन्दा नि बाहिर सफा गर्नुपर्छ है त्यही त भने त ग्रास त्यहाँनिर ग्रास छ खोलामा उयो गरेर जाने हो धोएर जाने हो धुनुहुन्न खोलामा कस्तो सफा भएछ है खोला खोला भन्दा नि कुलो भन्छ होइन यसलाई कुलो खैरे खैरे यहाँ आइज खैरे खैरे ओइ खैरे यहाँ आइज न खैरे उसको जाने हो माथि फोरी खैरे ए हो र नाइस Yeah. Very happy and well done. Amazing. Good job. Hello. Good job. Good job. What's your name? Happy New Year. Happy Happy New New Year. Year. कस्तो खैरेको साउ रहेछ त्यो चाहिँ खैरेको साउ रहेछ कि त्यो चाहिँ है खैरेको साउ खैरे खैरेको साउ भने खैरेको साउ खैरे लु यहाँ कसले स्विमिङ गर्छ म 100 पाउन्ड दिन्छु कति रे बुढी कुखा छैछ कति रे कपडा लगाएर गयो भने चाहिँ कति दिने हो 200 100 पाउन्ड हो दाइ त त्यहाँनिर कति छ र हैन कति पाउन्ड रे 100 पाउन्ड रे बोल्दैन त फेरि बोल न गर्छ जस्तो लाग्यो हो केटाहरूले यस पाउन्ड रे के पाइन राख्नु स्विम गर्नलाई यस्तो ज्यान डुब्नु पर्यो रे 100 पाउन्ड रे म बुढी हेर त यहाँनिर स्विमिङ यसरी सुत्नुपर्छ पौडीतिर उठासँग गइदिनु घरसम्म पुगिदिन्छ भाइ पौडी खेलेर 100 पाउन्ड हो बुढी गलत बोलेछु हो बुढी बुढी हेर त मैले त हेरेर ज्याकेट खोलिसकेको थिएँ 100 पाउन्ड भन्दाखेरि दाइले कतिचोटि गम्छा खोलेको भाउजूले दिन्छु भनेपछि दिन्छ के 100 पाउन्ड स्विमिङ यहाँ स्विमिङ गर्नुपर्छ डुब्ने मात्रै हो यहाँ पानी कतिको चिसो छ ओए बुढी हेर त सही छ हैन त अहिले 50 ओए बुढी कबाट खोले 100 80 पाउन्डको काम छुट्छ झन्डै गएको बुढी तिमीले 100 भनेको भए त लगाइदिनु है मेरो दुख्दा फेरि म पिटाल्नु जुनाउने फेरि यस्तो सिटी बजाउनु कहाँबाट सिकेको बुढी तिमीले खलासी बस्दा हो खलासी होइन मैले चाहिँ जन्मिँदै हो यो जन्मिँदा चाहिँ कसरी सिसुलो लाउँदै जन्मेको गरेँ आमाले भनेको जन्मेको गरे कुन गीत हो त्यो मलाई मात्रै थाहा छ ठुलो भयो चुचुना ल हामी चाहिँ आयो
हो हो मेरी क्रिसमस हो हो के छ ह्याप्पी त्यहाँ न्यू इयर एक राउन्ड हानेर आयौँ यहाँ खालको उयोहरू न्यू इयरको वाक पनि राम्रै भयो के फुटाउँ न प्लास्टिक हुन्छ नि अँ अब हाम्रो के प्लान हो अब खतरा बुढी जाने बित्तिकै पुरा कार्टुन खोल्ने ओ बुढी लाग्छ भाउ छ के प्लान हो हाम्रो आज अब त्यो जुत्ता सफा गर्ने अनि त्यसपछि मात्र उयो थियो बडीको चाहिँ अब मेरो त सफै छ छैन तिम्रो झन् रस हो ट्र्याक चाहिँ तपाईँको उसको त त्यो ट्र्याकमा पनि लागेछ ऊ हेर्नु न माथि कालो हो देखाएको छैन नि हो कालो होस् रातो होस् सबैले सलक्कै फुकाल्ने तल गइसक्यो न कसैले हिँड्न त हिँड्यो जुत्ता चाहिँ बिजोग भइछ हाम्रो चाहिँ आफ्टर वाक के हो यो पिना कन्ट्रोला पिना कोलाडा यसमा त उयो हुन्छ नि एल्कोहल 5% त्यो एडभर्टाइज नगर न खाऊ यतिकै तिमीले ए यो चाहिँ एल्कोहल फ्री ड्रिङ्क हो चिप्स छ अनि हामी उनो खेल्न लागेको दाइलाई उनो अस्ति भर्खर भाइलाई सिकायो अब दाइलाई सिकाउने यस्तै हो हामी चाहिँ अब एकछिन इन्जोय गर्छौँ उनो खेल्छौँ बुढी के हो त भन्नुभयो प्रो भइसक्यो फेरि एकजना चाहिँ मेन अब्जेक्टिभ गेमको चाहिँ के हो भने हातको कार्ड सघाउने मैले ग्रिनको तास फाल्यो भने तपाईँले कि ग्रिन फाल्नु पऱ्यो कि भने उसले लास्टमा कति नम्बर हालेको हो जस्तै 9 ग्रिन हाल्यो भने तपाईँले कि ग्रिन तास हाल्नु पऱ्यो जुन भयो भने कि भने 9 हाल्नु पऱ्यो अर्को एक्स्ट्रा भनेको चाहिँ पावर कार्ड हुन्छ क्या यहाँनिर डिफ्रेन्ट 5 कि 6 टाइपको पावर कार्ड हुन्छ अनि त्यो पावर कार्डमा चाहिँ तपाईँको एभ्री पावर कार्डले त्यसको आफ्नो आफ्नो पावर हुन्छ क्या Happy birthday. Thank you. Happy birthday. Happy New Year. Vlog के अरे भ्लग हो मिल्यो आमा Happy New Year. अनि भ्लग सक्यो सकियो सबैलाई धन्यवाद धन्यवाद बाई 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 गरिदिनु आमा बाई बाई